धेरैजनाले मलाई भन्नुहुन्छ मैले दिउँसो बरु राम्रै देख्छु अथवा जसले चस्मा लाउनुहुन्छ उहाँले पनि चस्मा लाएर बरु दिउँसो राम्रै देख्छु। तर रात पर्दै गएपछि राति मैले ड्राइभिङ गर्नु पर्यो भने स्पेसली एकदमै गाह्रो हुन्छ। बत्तीको वरिपरि पुरै स्टार बने जस्तो हुन्छ, कसैको चाहिँ लामो घेरा बने जस्तो हुन्छ अथवा हेलोजहरू हुन्छ भन्ने जस्तो कम्प्लेन लिएर आउनुहुन्छ। आज हामी यो समस्या किन हुन्छ र यसलाई ठिक गर्नलाई के गर्न सकिन्छ भन्ने बारेमा कुरा गर्छौँ। यो भिडियो पुरै हेर्नुहोला। यदि तपाईँहरू यङ हुनुहुन्छ अथवा टिनेजरहरू हुनुहुन्छ भने प्रायः जसो बच्चाहरूलाई देखिने समस्या भनेको रिफ्र्याक्टिभ इरर हो, चस्मा लाउनु पर्ने समस्या हो। तर बच्चाहरूले के गर्छ भन्दाखेरि आँखा चेक गराएको पनि हुँदैन, यदि उसको चस्मा छ भने पनि उसले चस्मा लगाउन मन पार्दैन। इभन ड्राइभिङ गर्दाखेरि पनि उसले आफ्नो प्रेस्क्रिप्सन ग्लासेसहरू नलगाएर चाहिँ गरिरहेको हुन्छ, जसले गर्दा राति तपाईँले बाइक चलाउने बेलामा बत्तीको एराउन्डमा एकदम हेलोज जस्तो देखिने अथवा स्टार जस्तो देखिने, बत्ती जसरी देखिनु पर्ने हो त्योभन्दा अलिकति फैले जस्तो देखिने पनि हुनसक्छ। त्यस्तै गरी तपाईँले चस्मा लगाउँदा लगाउँदै पनि यो समस्याहरू भोगिराख्नु भएको छ भने तपाईँलाई एस्टिग्म्याटिजम भएको पनि हुनसक्छ। यदि तपाईँको चस्मामा चाहिँ डिग्रीवाला पावर छ र तपाईँले त्यो डिग्री खालको अथवा सिलिन्ड्रिकल पावर लगाउनु भएको छैन भने त्यसले गर्दा पनि यस्तो समस्याहरू देखिन्छ। नम्बर 2 भनेको ड्राई आई। यदि तपाईँहरूको आँखा सुक्खा छ अथवा आँखामा पानीको मात्रा कम छ भने पनि तपाईँलाई राति ड्राइभिङ गर्दा अथवा दिउँसै ड्राइभिङ गर्दा पनि समस्या हुन सक्छ। नर्मल्ली हाम्रो आँखालाई भिजाउनलाई आँखाको अगाडि आँसुहरू हुन्छ, तर जसको आँखा ड्राई हुन्छ, सुक्खा हुन्छ, उहाँहरूको चाहिँ आँखाको अगाडि पर्याप्त मात्रामा आँसु अथवा पानी भइरहेको हुँदैन, जसले गर्दा चाहिँ तपाईँको लाइट छिरे पनि, घाम छिरे पनि, किरा छिरे पनि, धुलो छिरे पनि डाइरेक्टली आँखालाई छुन्छ, जसले गर्दा अप्ठ्यारो हुन्छ। नम्बर 3 भनेको क्याटरेक्ट अथवा मोतीबिन्दु। यदि तपाईँहरूलाई मोतीबिन्दु सुरु हुन लाग्यो अथवा मोतीबिन्दु भइसकेको छ भने तपाईँलाई दिउँसै पनि अलिकति अँध्यारो भए जस्तो हुने, बादल लाए जस्तो हुने हुनसक्छ। त्यस्तै गरी अँध्यारोमा त झन् अँध्यारो देख्ने भइहाल्यो। तपाईँहरूलाई पनि मोतीबिन्दु छ भने तपाईँलाई चाहिँ राति ड्राइभिङ गर्न अलिकति समस्या चाहिँ हुनसक्छ। अब यस्तो केसमा चाहिँ तपाईँहरूले के गर्न सक्नुहुन्छ भन्दाखेरि एन्टी ग्लेयर लेन्सेसहरू युज गरेर चाहिँ ड्राइभिङहरू गर्न सक्नुहुन्छ। मोतीबिन्दु धेरै नै भइसकेको छ भने चाहिँ यसलाई अपरेसनबाट चाहिँ ठिक गर्न सकिन्छ। नम्बर 4 भनेको कोर्नियल स्कार्स अथवा डिजेनेरेटिभ कन्डिसन्सहरू हो। आँखाको अगाडिपट्टि सतहमा चाहिँ तपाईँको सिसा जस्तो स्ट्रक्चर हुन्छ, जसलाई हामीले कोर्निया भन्ने गर्छौँ र यो चाहिँ एकदमै क्लियर सिसा जस्तो हुन्छ। तर यदि केही कारणवश तपाईँको यसमा दाग भइरहेछ, घाउ भइरहेछ अथवा त्यसको खतहरू छ भने चाहिँ त्यसले गर्दा तपाईँ लाइटमा हेर्ने बेलामा समस्या हुने, घाममा हेर्न अप्ठ्यारो हुने, लाइटहरू पनि अलिकति छर्रे जस्तो देखिने अथवा बत्तीमा हेर्ने बेलामा इन्द्रेणी जस्तो गोलो देखिने पनि हुनसक्छ। यदि तपाईँलाई यीमध्ये कुनै पनि रोग छैन र आँखा चचाउँदाखेरि नर्मल छ, त्यही पनि तपाईँको चाहिँ लाइटहरूमा हेर्दा गाह्रो हुन्छ भने दिउँसोको लागि तपाईँले चाहिँ पोलराइज सनग्लासेसहरू अथवा युभी प्रोटेक्टेड सनग्लासेसहरू युज गर्न सक्नुहुन्छ। त्यस्तै गरी रातिको टाइममा चाहिँ तपाईँले एन्टी रिफ्लेक्सन कोटिङ भएको ग्लासेसहरू युज गर्नुभयो भने तपाईँलाई लाइटहरूमा केही हदसम्म सजिलो हुन्छ। यस्तै आँखा सम्बन्धी भिडियोको लागि मलाई फलो गर्न सक्नुहुन्छ। केही क्वेसन्सहरू छ भने इन्स्टाग्राममा मेसेज गर्नुहोला। हस्, आजलाई यति नै। थ्याङ्क यू भेरी मच।